सबैजनालाई गुड मर्निङ अनि नमस्ते मेरोबाट। आज म एउटा प्लान्ट लिएर आइरहेको छु है। यो पनि मेडिसिनकै रूपमा हामीले हेर्छौँ। अनि यो प्लान्ट चाहिँ यो दबाई चाहिँ यो जुन चाहिँ देखाउँदैछु यो चाहिँ के को दबाई भनेको चाहिँ तपाईँहरूको कसैको युटिया हुन्छ है बिमार। अनि मतलब त्यो पिसाब ब्लक हुने, युरिन ब्लक हुने, अनि युरिन पोल्ने है। अन्त मतलब युरिन इन्फेक्सन त्यस्तो हुन्छ त्यो बिमारमा चाहिँ यो जुन चाहिँ यो देखाउँदैछु है। यो हामी नेपालीमा यो हामी चाहिँ बेतलौरी भन्छ। यसको यो जुन चाहिँ डन्ठी हुन्छ है, यस्तो डन्ठी यसलाई चाहिँ तपाईँहरूले मजाले काटेर जुन चाहिँ उखु जस्तै बनाएर तपाईँहरूले उखु जस्तै यसरी काट्नु है। पिस पिस काटेर चाहिँ उखु जस्तै खाँदा पनि हुन्छ। बस यसलाई कुटेर मजाले यसको रस बनाएर है, उखु मतलब जुस बना जस्तै मतलब उखु यो काटेर पानी निस्किन्छ त्यो पानी, यसको पानी पनि खान सक्नुहुन्छ। जसुकै पनि तपाईँहरूलाई जे जस्तो इच्छा हुन्छ त्यसरी अब यो काटेर एकैचोटि यस्तो उखु जस्तै खाँदा पनि भयो। अनि कुटेर उयो के पो किच्चाएर पानीमा भिजाएर तपाईँहरूले खाँदा पनि भयो है। यो चाहिँ यसको नाम चाहिँ बेतलौरी भन्छ। राम्रोसँगले हेरिराख्नुहोस् है। यो बिमार चाहिँ सबैलाई हुन्छ प्रायः जस्तो, मतलब युरिन ब्लक हुने, युरिन पोल्ने त्यस्तो हुन्छ। अनि यो चाहिँ यसले चाहिँ धेरै ठिक गर्छ। तपाईँको पिसाबहरू राम्रो भएको छैन भने यसले राम्रो ठिक गर्छ है। अनि यो चाहिँ मेरो पापाले पनि युज गर्नुहुन्छ, किनकि मेरो पापाको पनि त्यस्तो छ अनि युज गर्नुहुन्छ है। अनि राम्रोसँगले चाहिँ हेरिराख्नुहोस्, तपाईँहरूलाई पनि काम दिन्छ। हाई तपाईँलाई राम्रो देखाउँदैछु है। अनि यो चाहिँ तपाईँहरूले काटेर मजाले यति काटेर उखु जस्तो खाँदा पनि भयो। यो किच्चाएर यसको रस खाँदा पनि भयो है। अनि यस्तो कतैतिर तपाईँहरूले पाउनु भएको छ भने मजाले लगेर रोपिराख्नुहोस् है। यसले धेरै राम्रो काम गर्छ। जुन चाहिँ शरीरमा कतिको पानीको कमी हुन्छ त्यसलाई पनि यो खायो भने ठिक हुन्छ, निको हुन्छ है। यसको चाहिँ यस्तो हुन्छ, यो चाहिँ अलिक सानो छ है, अन्त निकै ठुलो हुन्छ। मैले चाहिँ यो रोपेको छु, त्यही भएर तपाईँहरूलाई पनि म यो भिडियो सेयर गरिरहेको छु। यो भिडियो तपाईँहरूको माझमा लिएर आइरहेको छु किनकि तपाईँहरूलाई पनि काम दियोस् है। सबैको अब यस्तो बिमारले नभेटोस् भन्ने चाहिँ मैले लिएर आएको छु। यो कुच्चाएर तपाईँहरूले खान सक्नुहुन्छ। अनि अलिकति तपाईँहरूको युरिन खोलिन्छ है। अनि प्लस अब हस्पिटलतिर पनि देखाउनुहोस्। बैदे चाहिँ यो हो, जुन चाहिँ बैदे भन्छ त्यसको लागि चाहिँ यो खान सक्नुहुन्छ है। यसको नाम चाहिँ बेतलौरी भन्छ। तपाईँहरूले गाउँतिर खोज्नुभयो भने पनि बेतलौरी युरिन प्रब्लमको जुन चाहिँ दबाई भन्यो भने यो तपाईँहरूले पाइहाल्नुहुन्छ है। यति भन्दै यो भिडियोलाई आज यति नै राख्न चाहन्छु। धन्यवाद। यो राम्रोसँगले हेरिराख्नुहोस् है। फेरि राम्रोसँगले देखाइदिन्छु तपाईँहरूलाई। यस्तो हुन्छ, यस्तो हुन्छ है। पत्ता यस्तो हुन्छ, यसको डन्ठी यस्तो हुन्छ है। धन्यवाद। आजको भिडियो यति नै।